हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल है। अहिले चाहिँ बिहान कति बजी 5:46 भइरहेछ अहिले चाहिँ। अनि हामी चाहिँ अहिले हस्पिटल जान लाग्यो पुतल सडक। अनि माई सिस्टर ह्याभिङ चाइल्ड है। आज चाहिँ 6 बजे कति बजे अपरेसन छ भन्दै थियो। अपरेसन लग्ने रे अपरेसन थिएटरमा। त्यही भएर चाहिँ निस्किन लाग्यो हामी। बाबा मम्मी र दाइ चाहिँ गइसक्यो। भाउजू उतै हुनुहुन्छ। म जान लाग्यो अब बाइकमै भेटौँला गाइज। अब गएर उठ्ने छ। हस्पिटल आयो भर्खर। दाइहरू चाहिँ अघि आइसक्यो। अब चाहिँ माथि जान्छु म। बच्चाको डक्टर हो है। म अहिले कुरा गर्छु हेर्दै गर्नुहोस् न। म अहिले हेर्नुभयो सबैले। अब चाहिँ हेरेर नपठाउनु भिडभाड हुन्छ। त्यो अहिले देखाइदियो बाहिरै देखाइदिएको त्यो हुन्छ। लगाएपछि फेरि भिड हुन्छ। त्यो सबैलाई भित्र पठाउँदैन कि हामी है। ल एकछिनमा तपाईँलाई हामी कुरा गर्छौँ। हाम्रो चाहिँ सुजदार नानी पाइसक्यो गाइज भान्जी। अब चाहिँ त्यही तलै छ अझै उसमै। कति बेला निकाल्छ थाहा छैन। आज दिनभरि नै हस्पिटल नै हो ढुक्क। अझै भेट्न चाहिँ पाएन दिदीले। नानीलाई चाहिँ एकचोटि देखा मात्रै हो। किन रातै रातो अन्त यस्तो सबै रगतै रगत पछि बल्ल कति सानी लाट्टै सानी। हे कति सफ्ट हो त नि। ए कति सफ्ट हो त नि यो मासु पनि। अन्त यिनीहरू त मैले त सुन्न के 5-6 महिना त अझै। अन्त धेरै सानी होइन कि। एकै महिना ठुलो चाहिँ ऊ मेरो कपडा लागेको पठाइदिथेँ त होला। मामा कति राउनु त भनेर सोध्नु दिनु गयो। उता लस
कहाँ ए त्यहाँ हो ए यो रे कलर उस्तै लास्टै सानो है कति केजी गरे मम्मी 3 किलो छ जम्मा होइन हाम्रो चाहिँ हाम्रो कान्छी कान्छी 19 वर्षपछि जन्मेकी कान्छी कान्छी अर्की म त भाइरल भएँ भन्छ स्मेरिकाले सबै त्यही भन्छन् हस्पिटलभरि भन्छ हात हो यो हात हो त्यहाँ चिसो भयो कति सानो हुँदैन हात चिसो हुन्छ अन्त लगाइदिएको ए यस्तो ग्लोभ्स हो यो अँ के हो मामा काचो भयो ए च्याप चाहिँ त त्यो मुख फाले फाले गर्छु भोक लागेर हो कि होइन खाएर कि मम्मी दुध नआए पनि एकछिन पछि खुवाउने फेरि आइकम हाम्रो भान्जी रुन्डान हाम्रो भान्जी रुन्डान ए पछि ठुलो मान्छे हेर्नु लो जोडले चित्ता यस्तै हो केयर पकाउने त ठुली पछि हेर्ने होला नि भिडियो यसरी ठुली पछि हेर्ने होला नि अहिले कसो गरिदियो ल सक्नु क ए दुध हो त्यो अरू दुध किन ए ए ल हात चोप ल मामाको रातभरि यस्तो रहेछ नि ल हजुरआमा सिन्जाउ एकपटक त टिपेर हाल्दा भयो अनि 7 हजार है जोडले चिच्याउँदा सुईबाट खुवाइदिनु हजुर सुईबाट खुवाइदिनु हजुर ए हो हामी मान्छेलाई त के हुने अरे जन्मिने बित्तिकै ठुली बसी हेर लिने भिडियो त्यसपछि यस्तो गरेर टोपी पनि काटेर दिएको नि त नि यस्तो के हो के हो ए कति छन् त्यहाँ के हुन् मेरो बा पन्जा टोपी त्यहाँ नरुन रहेछ फेरि कहाँ सकेर रुस हजुर आमासिन गएपछि त रुने होइन कति सफ्ट हुने कति सफ्ट हुने हेर्नु त नङ त जन्मिँदै ठुलो छ त कति नङले कोपारे मामा गएर उसको तिम्रो उस्तो रहेछ हेर मामा पनि ठुलो जन्मिँदै नङ ठुलो हुन्छ मम्मी ए दारिया यिनको त ते म चाहिँ हस्पिटलबाट आइसक्यो यो त यहाँ टेबुल दाइकोमा आएर चाहिँ यो चाहिँ हाम्रो टेबुल दाइको पसल हो अब भान्जीलाई चाहिँ निकालेको छ दिदीलाई चाहिँ अझ निकाले होइन अब चाहिँ यो चाहिँ हाम्रो टेबुल दाइको पसलै गाइस के चाहिँ आयो भने बुकेहरू सबै छ हामीसँग त्यस्तो खतरा खतरा टेडीहरू गणेश सब छ यो चाहिँ प्लास्टिकको हो यिनीहरू चाहिँ प्लास्टिक यो पनि प्लास्टिकै रहेछ हाम्रो ओरिजिनल चाहिँ यहाँ छ यिनीहरू चाहिँ ओरिजिनल हो फेरि कस्तो बसा छ यार बवाल बसा छ गाइस
त्यही हो यस्तो केहरू छ अनि यसको चाहिँ इन्स्टाग्राम पेज छ है गाइज इन्स्टाग्राम पेज चाहिँ यो सिस्टर DIY हुन्छ त्यही हो गाइज यो चाहिँ लाजिमपाडमा छ है त्यही हो अब चाहिँ निस्किन्ला म घरतिर हस्पिटल चाहिँ अब भरेतिर हुन्छ होला एकैचोटि दिस इज इट फर टुडे गाइज सी यू नेक्स्ट ब्लग बाई बाई